नमस्कार साथीहरू, नमस्कार नमस्कार साथीहरू सबैलाई नमस्कार छ होइन। मेरो फेसबुकको तर्फबाट अनि सन्चो के छ, नयाँ नौलो खबर के छ, सबैजना सुनाउनु होला, कमेन्ट गर्नु होला। खासै कुरा त के हो र, तै पनि यसो रमाइलो दुई चार कुरा गरौँ कि भनेर होइन। साथीभाइहरू सबैलाई थाहै होला नि त। अब बोल्न त खासै के थाहा छैन, तै पनि अब यस्तो राजनीति बारेमा के थाहा नभएको कुराहरू अब के गर्नु भनेर चाहिँ भन्लान्। तै पनि अलिअलि बुझेअनुसारले, अलिअलि फेसबुकतिर देखेअनुसारले होइन। अहिले हिजो भर्खरै हाम्रो बालन सरकारको चाहिँ मन्त्रीहरूको यो सम्पत्ति स्पष्टीकरण भयो के अरे होइन। सम्पत्ति अब के कति छ देखाउनु लागि चाहिँ अब सबै देखाएर अब 60 दिनभित्र चाहिँ देखिसक्नु पर्ने थियो। उनीहरूले चाहिँ जस्ट 2 हप्तामै सबै सम्पत्तिहरू स्पष्टीकरण गरेको छ होइन। सबैलाई थाहै होला। तर पहिलाको मन्त्रीहरूले, नेताहरूले चाहिँ अब होइन, सबैलाई थाहै छ मेरो यति तोला सुन, 2-3 तोला सुन, 1-2 कट्ठा जग्गा अनि एक तले घर घरै नभएको रेन्टमा बस्ने भन्थ्यो। अहिले हाम्रो नयाँ सरकारमा चाहिँ होइन के हो अब यो अचम्मै लाग्ने तालले पुरै पहेँलोमपुर सुनै सुन मात्रै देखाउँछ। ओहो, सुन्दा त अहिले हाम्रो मन्त्रीहरू त सबैजना धनी रहेछन् होइन। नेपालमा त अब गरिब भन्ने मान्छे त सायद छैन क्या भन्ने कुरा जस्तो देखाउँछ त सम्पत्तिहरू त सबै पर्ने तालले। एकदम त्यो अब हेर्दै जाउँ के हो खास अब होइन, राम्रो हो कि नराम्रो हो यो। अब सम्पत्ति यति धेरै भएर पछि निक्लिने बेलामा मेरो सम्पत्ति यति थियो भनेर देखाउँदैन सजिलो होस् भनेर हो कि होइन। अब हामीसँग यति सम्पत्ति छ, हामी भ्रष्टाचार गर्दैनौँ, हामी देशमा चाहिँ हामी विकास गर्छौँ भनेर देखाउनुलाई हो कि के हो होइन। त्यो चाहिँ अब तपाईँहरूको मनमा के लाग्छ तर्क वितर्क दिनु होला होइन। मलाई लाग्छ सकेसम्म सायद अब राम्रै हो। पहिला जस्तो नेताहरूले जस्तो झुट बोलेको छैन। अहिले सत्य तथ्य अगाडि बहिनी नै भनेर ल्याएको छन् होइन। सबैजनालाई राम्रै भनेको छन्। हेरौँ अब के हुन्छ, त्यो भनेको पछिको भावी कुरा हो, हामी पनि हेर्दै जाउँ होइन। त्यो जेसुकै होस्, अब त्यो कुरा त अब उनीहरूको सम्पत्ति त देखाए होइन। यति गट्ठा जग्गा, यति ठाउँमा यति रोपनी जग्गा, यति सुन, यति करोड, यति लाख ब्याङ्क ब्यालेन्स भन्दा त होइन अचम्मै लाग्छ नि त। हामीलाई त लाग्यो नि त अहिले आउँदाखेरि त। तै पनि एउटा कुरा, हाम्रो बालन सरकारको नि यसो हामीले हेऱ्यो नि त, 180 तोला सुन, कता जग्गाहरू यस्तो यति 1 करोड 46 लाख लगभग होइन, कति छ त्यस्तै अन्दाजी। त्यस्तै अब ब्याङ्क ब्यालेन्स छन् भने, तर हेर्नु त त्यसको आय स्रोत के हो, आय स्रोत कहाँबाट हो भन्दाखेरि चाहिँ टिकटक, फेसबुक अनि युट्युबको भनेर पो भन्छ त बा। भनेपछि त्यति धेरै इन्कम गर्न सक्ने